निपा भाइरस महामारी अहिलेको हट टपिक। यसको कुनै खोप र औषधि छैन। भारतको पश्चिम बङ्गालमा हालै देखिएका केसहरू साथै नेपाल र थाइल्यान्ड जस्ता देशहरूमा भारतबाट आउने यात्रुहरूलाई विमानस्थल र सिमानामा सुरु गरिएको स्वास्थ्य जाँचले हामी सबैले सचेत रहनुपर्ने सन्देश दिएको छ। हालसम्म भारतको पश्चिम बङ्गालमा 2वटा केसहरू पुष्टि भएका छन्। आज म निपा भाइरस के हो, कसरी सर्छ, यसका लक्षणहरू र बच्ने उपायहरूको बारेमा सरल भाषामा बुझाउन गइरहेको छु। भिडियो अलि लामो छ, धैर्य गरेर पुरा सुनिदिनु होला र यो भिडियोलाई सेयर गरेर जनसचेतना फैलाउन पनि मद्दत गर्नुहोला। निपा भाइरस एक जुनोटिक भाइरस हो, अर्थात् यो जनावरबाट मानिसमा सर्ने रोग हो। यो दूषित खाना र केही अवस्थामा मान्छेबाट अर्को मान्छेमा पनि सर्न सक्छ। निपा भाइरस पहिलो पटक सन् 1999 मा मलेसिया र सिङ्गापुरमा सुँगुर पाल्नेहरूमा देखिएको थियो। यसको मृत्युदर उच्च 40 देखि 75% भएको र अहिलेसम्म यसको खोप र विशेष औषधि नहुँदा विश्व स्वास्थ्य सङ्गठन WHO ले यसलाई उच्च जोखिमयुक्त महामारी सम्भावना भएको रोगको सूचीमा राखेको छ। निपा भाइरस कहाँबाट आउँछ? निपा भाइरसको प्राकृतिक होस्ट हो फल खाने चमेरो, विशेष गरी टेरुपस प्रजातिको चमेरो फ्लाइङ फक्स। यी चमेरोमा कुनै पनि लक्षण नदेखिए पनि थुक, पिसाब वा दिशा मार्फत भाइरस फैलिन सक्छ। यसले अन्य जनावरले पनि सङ्क्रमित गर्न सक्छ, सुँगुर, बाख्रा, भेडा, कुकुर, बिरालो र घोडा। विशेष गरी सुँगुरमा भाइरस छिटो फैलिने भएकाले मानिसमा सङ्क्रमणको जोखिम बढ्छ। निपा भाइरस कहाँ पाइन्छ? अहिलेसम्म मानिसमा देखिएका प्रकोपहरू साउथ एसिया र साउथ इस्ट एसियाका देशहरूमा सीमित छन्। बङ्गलादेश 2001 देखि लगभग हरेक वर्ष, भारत, पश्चिम बङ्गाल र केरला, मलेसिया, सिङ्गापुर र फिलिपिन्स। नेपालमा अहिलेसम्म भेटिएको छैन, तर भारतसँग खुल्ला सिमाना भएकाले नेपालमा पनि फैलिन सक्ने सम्भावना छ, त्यसैले समयमै सचेत रहनुपर्छ। निपा भाइरस कसरी सर्छ? निपा भाइरस मुख्यतया 3 तरिकाले सर्छ। 1. जनावरबाट मानिसमा, सङ्क्रमित चमेरो वा सुँगुरसँग प्रत्यक्ष सम्पर्कबाट। 3. को थुक, दिशा पिसाब वा रगतसँग सम्पर्कबाट। 2. दूषित खाना वा पेय पदार्थबाट, विशेष गरी काँचो खजुरको जुस, तारी वा खजुरी ताडी, चमेरोले टोकिएको वा दूषित बनाएको फलफुलबाट। 3. मानिसबाट मानिसमा, सङ्क्रमित व्यक्तिको थुक, श्वास प्रश्वास वा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट। निपा भाइरसको लक्षणहरू। इन्क्युबेसन अवधि, सङ्क्रमणदेखि लक्षण देखिनेसम्मको समय अवधि सामान्यतया 4 देखि 14 दिनको हुन्छ, तर कसैले 45 दिनसम्म पनि लम्बिन सक्छ। सुरुवाती लक्षणहरू: ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, गाँठी दुख्ने वा बान्ता हुने। पछि देखिन सक्ने लक्षण: खोकी, सास फेर्न गाह्रो, न्युमोनिया, निन्द्रा लागिरहने र झमक्क हुने। गम्भीर अवस्थामा सबैभन्दा खतरनाक अवस्था हो मस्तिष्क सुन्निने इन्केफलाइटिस। यसमा झट्का, सिजर, चेतना हराउने, 24 देखि 48 घण्टामै कोमामा जान सक्छ। यसको मृत्युदर 40 देखि 75% छ। बाँचेका मध्ये करिब 20% मा दीर्घकालीन स्नायु वा नसा समस्या हुन्छ। कसैले महिनौँ वा वर्षौँपछि रोग पुनः सक्रिय हुन सक्छ। निपा भाइरसको परीक्षण कसरी हुन्छ? सुरुमा फ्लू जस्तो लक्षण हुने भएकाले चिन्न गाह्रो हुन्छ। यो भाइरस रगत, थुक, घाँटीको स्वाब, पिसाब र CSF-बाट PCR जाँच गरेर पत्ता लगाइन्छ। गम्भीर अवस्थामा वा निको हुने क्रममा ELISA टेस्ट गरेर पनि पत्ता लाग्छ। उपचार छ कि छैन? अहिलेसम्म निपा भाइरसको निश्चित एन्टिभाइरल औषधि र खोप उपलब्ध छैन। यसको उपचार भनेको सिम्प्टोमेटिक उपचार हो। गम्भीर अवस्थामा भने बिरामीलाई आइसियुमा राखेर श्वास प्रश्वास र मस्तिष्क सम्बन्धी जटिलताको उपचार गर्नुपर्छ। तर आशा छ मोनोक्लोनल एन्टिबडी, रेमडेसिभिर जस्ता एन्टिभाइरल औषधिहरू अनुसन्धानका चरणमा छन्। WHO ले खोप विकासले उच्च प्राथमिकतामा राखेको छ। निपा भाइरसबाट कसरी बच्ने? 1. आम जनताको लागि, चमेरो र बिरामी जनावरबाट टाढा रहने, काँचो खजुरको रस वा तारी नपिउने, फलफुल राम्रोसँग पखालेर छिलेर खाने, जमिनमा झरेको फलफुल नखाने, हात साबुन पानीले राम्रोसँग धुने। 2. स्वास्थ्यकर्मी हेरचाह गर्नेका लागि, मास्क, पन्जा र पिपी प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिसँग असुरक्षित सम्पर्क नगर्ने। 3. पशु स्याहार सम्भार गर्नेहरूका लागि, सुरक्षात्मक पोसाक अनिवार्य प्रयोग गर्ने, सङ्क्रमित वा शङ्कास्पद फार्मलाई क्वारेन्टाइनमा राख्ने, चमेरोको पहुँच पशु बस्ने स्थानमा हुन नदिने। अहिलेको अवस्था के छ? हालसालै भारतको पश्चिम बङ्गालमा 2वटा केस पुष्टि भएको छ। करिब 200 जना सम्पर्कमा आएकाहरूमा नेगेटिभ पुष्टि भएको छ, तर अहिले युनियन हेल्थ मिनिस्ट्रीको अनुसार पश्चिम बङ्गालमा अवस्था कन्ट्रोलमा आएको बताएको छ। सावधानिक रूपमा नेपालमा भारतबाट आउने यात्रुहरूलाई विमानस्थल र सिमानामा जाँच सुरु भएको छ। थाइल्यान्डमा पनि विमानस्थल स्क्रिनिङ सुरु र ताइवानले उच्च जोखिम रोगको सूचीमा राख्ने प्रस्ताव पेश गरेको छ। भारतभन्दा बाहिर हालसालै कुनै केस देखिएको छैन। आजले स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।